सुनकोशी मरिन डाइभर्सन आयोजनामै तपाईँले 15 करोडभन्दा बढी कमिसन बुझाउँदाखेरि त्यो क्यासमा बुझाउनुहुन्छ, कसरी बुझाउनुहुन्छ? 15 क्यासमै करोड बुझाउनु पर्छ नि, क्यासमै बुझाउनुहुन्छ। अभियस कुरा हो। हामीले पार्ट गरेर अब पेल चाहिँ हेर्नुहोस्, अब बिल फरवर्ड गर्दैन, बिल पास गर्दैन, भुक्तानी लिन, हरेक चिज एग्रिमेन्ट गरेपछि पेस्की लिन, फर्स्ट पेस्की लियो यति, सेकेन्ड पेस्की यति। सुनकोशीमा त मैले 16 महिनापछि पेस्की पाएँ। यति ब्ल्याकमेल भयो मलाई। हरेक पेस्कीमा कमिसन दिनुपर्छ। यस, पेस्की रिलिज नगर्ने 2 पार्टमा मैले पेस्की पाउनु पर्ने, 5 देखि 5 पार्टमा मैले पेस्की पाएँ। टुक्रा 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 गरेर त्यहीँबाट प्याटर्न थाहा हुन्छ होइन। रिसर्च गर्नु पर्यो नि त, सिआइबीले रिसर्च गर्नु पर्यो, अख्तियारले रिसर्च गर्नु पर्यो। अख्तियारमा हामीले निवेदन पनि दिएको, कसैलाई मतलबै छैन। चाहिने कुरामा कसैलाई मतलब छैन, अनि नचाहिँदा झिँगा मसिनो समातेर हुन्छ। यो कुरो त हामीले भनिराखेछौँ त होइन। आज मलाई कन्ट्र्याक्ट टर्मिनेट गर्यो भनेर मैले यो बोल्दैछु होइन, मैले पहिले पनि बोल्थेँ यो कुराहरू। हामी फेरि इन्डस्ट्रीमा काम पनि त गर्नुपर्छ, बाध्यता छ नि त। अब हामीले कसैको कुरा काट्ने गर्दै, नेगेटिभ कुरा गर्दै हिँड्यो भने हामीलाई त्यो इन्डस्ट्रीमा बसेर काम पनि त गर्नु छ नि, गाह्रो छ नि त। बोल्न पनि गाह्रो छ, बोल्यो भने